आउनुहोस् तपाईहरुलाई म फेरि पनि यहाँ डेलोको नजिक यो मोनास्ट्री छ। मोनास्ट्रीको त्यहाँनिरबाट चाहिँ दृश्य चाहिँ यस्तो देख्छ भ्यूहरु हो। मौसम आज चाहिँ एकदम क्लियर छ। क्लियर हुँदा चाहिँ अब यहाँको चाहिँ अब मनै प्रकारको हुन्छ हो, शान्ति। अब मोनास्ट्रीहरु भएपछि कस्तो हुन्छ अब शान्ति त्यस्तो खालको छ हो। दृश्य चाहिँ यस्तो देखिँदैछ यहाँबाट। हजुर मैले त्यो डेलोको देखेको आएँ। त्यसको बादमा म आज चाहिँ हाम्रै गाउँको बाटो जाँदैछु। अन्त हाम्रो गाउँको बाटोमा चाहिँ के साइट सिनहरु पाउन सक्नुहुन्छ तपाईहरुलाई म यो पनि देखाउँदैछु हो। यहाँ सिधै आउनुहोस्। यहाँनिर चाहिँ यसलाई चाहिँ भन्छ छुबी भ्यू पोइन्ट हो। छुबी भ्यू पोइन्टमा चाहिँ यहाँबाट चाहिँ एकदम राम्रो तपाईको यहाँबाट चाहिँ देखिन्छ भुटानको मोनास्ट्री। भुटान मोनास्ट्री भन्छ यहाँ पेदुङको त्यो उयोलाई। त्यो मोनास्ट्रीको नाम चाहिँ मलाई त्यति थाहा भएन। यहाँबाट चाहिँ अब राम्रो देख्छ तपाईहरुलाई दृश्य हो। अब यहाँबाट देखिन्छ यो माथिको अलिकति जुम गरेर देखाइदिन्छु तपाईहरुलाई। यो माथिको चाहिँ रिसपको डाँडा हो। त्यहाँदेखि त्यसको पल्लोपट्टि चाहिँ नौरा भ्याली हो। यिनीहरु चाहिँ नौरा भ्याली हो। त्यसको उतापट्टि चाहिँ तीन सिमाना भन्छ हो। तीन सिमाना पनि राम्रै देखिन्छ। अन्त तीन सिमाना त्यहाँदेखि भुटान बाउन्डरी। त्यहाँदेखि अब यहाँनिर चाहिँ अब यो परको देख्दैछ तपाईको त्यो चाहिँ अब नथुला गेट पर्छ हो। त्यसको अलिक यतापट्टि पनि त्यसको अलिक यतापट्टि चाहिँ पर्छ तपाईको त्यसको अलिकति यतापट्टि पर्छ जलुल्ला पास। पल्लोपट्टिको चाहिँ नथुला उयो हो। अन्त तपाईहरुलाई के कस्तो देख्छ हो। अब हाम्रो गाउँको पनि अलिकति म अलिकति दृश्यहरु चाहिँ देखाउँदैछु हो। यसलाई भन्छ साइलेन्स भ्याली चाहिँ हो। तपाईहरुलाई के कस्तो लाग्छ गोली ग्राउन्ड देखाउँदैछु हो। ग्राउन्ड चाहिँ यस्तो छ। अन्त माथिको कम्युनिटी हो। हाम्रो गाउँ चाहिँ सानो छ पहाडको बिचमा। यसलाई चाहिँ भन्छ सिल्लरी गाउँ। तपाईहरुलाई थाहा भएकै कुरा होला। आउनुहोस् तपाईहरु भिजिट गर्नुहोस्। यहाँनिर बङ्गालीहरु चाहिँ बहुत आउँछ हो। तपाईहरु इच्छा हुन्छ भने चाहिँ आउनुहोस् भन्नुहुन्छ मजाले भिजिट गर्नु सक्नुहुन्छ तपाईहरु। यहाँबाट चाहिँ अब कञ्चनजङ्घा चाहिँ यस्तो देखिन्छ हो। हल्का एक प्रकार राम्रै छ। अब हामीलाई त राम्रै लाग्छ। तपाईहरुलाई के कस्तो लाग्छ कमेन्ट शेयर लाइक चाहिँ गरिदिनु।